जापान पुगिसकेका साथीहरूलाई सबैलाई जापानमा स्वागत छ। तपाईहरूले यदि काम पाउनु भएको छैन अहिलेसम्म र अब आफूले काम कसरी खोज्ने भन्ने लागिरहेको छ भने मैले आज तपाईँलाई यस भिडियोमा काम कसरी खोज्ने भनेर लाइभै देखाउँदैछु। काम खोज्ने एकदम सजिलो तरिका हो यो चाहिँ। यसमा तपाईँले 2-3वटा ठाउँमा ट्राई गर्यो भने फिक्सै तपाईँले काम पाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँको आइजलाई स्ट्रेट गर्नुहोस् र अब हेर्न सुरु गर्नुहोस् मेरो यो भिडियो सँगसँगै हेर्नुहोस्। म अहिले बाटोमा हिँडिरहेको छु है, बाटोमा हिँडिरहेको छु। म चाहिँ अब यो साइडमा रहेका पसलहरू, यो साइडमा यहाँनिर चाहिँ अलिक घर छ है। घरबाट अलिक अगाडि जाने बित्तिकै यहाँ बजार सुरु हुन्छ। अलिकति रेस्टुरेन्टहरू, स्टोरहरू सबै देखिन्छ होइन। र त्यो बेलामा चाहिँ मैले के गर्छु तपाईँलाई भन्न खोजेको कुरा चाहिँ के हो, तपाईँले चाहिँ कसरी यो आइडिया बुझ्नुहुन्छ। ल अब मैले यहाँ हेरेँ, यो चाहिँ रेस्टुरेन्ट हो। अब यहाँ चाहिँ यदि योमा काम चाहिएको छ भने ऊ यहाँ यसरी टाँसिदिएको हुन्छ ओसिरासे भनेर, तर यहाँ चाहिँ काम चाहिएको छैन, यहाँ चाहिँ लेखेको छैन हारुबाइतो भनेर। म तपाईँलाई लाइभै देखाउने छु, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब योमा चाहिँ छैन, योमा पनि छैन, जे भयो पनि छैन त्यहाँ होइन। यसरी हेर्दै जाने हारुबाइतोहरू खोज्ने तरिका भनेको यो हो सबभन्दा सजिलो। अब म हेर्दै गइरहेको छु होइन। भिडियो अलिकति लामो हुनसक्छ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तर तपाईँलाई जापानमा काम खोज्न एकदम काम लाग्ने भिडियो हो यो चाहिँ, मजाक नलिनु होला है। अब यसरी नै हो, सुरुमा मैले गरेको पहिला म कति मिनट हिँडेपछि चाहिँ मैले काम पाउँदो रहेछु है। काम चाहिँ त्यो हारुबाइतो भनेर लेखेको पोस्टरहरू पाउँदो रहेछु है। म हिँड्न लागेको 2 मिनट मात्रै भएको छ। म तपाईँहरूलाई भिडियोमा एकदम एडिट नगरेर मैले यो भिडियो यस्तै राखिदिनेछु हजुरहरूको लागि होइन। भेटाइन्छ कि नै त जापानमा हिँडेर होइन, हारुबाइतोको फर्महरू हेर्दै जाँदाखेरि भेटाइन्छ कि नै होइन। अब यो फ्यामिली मार्ट, यो फ्यामिली मार्टमा आई थिङ्क छैन हारुबाइतोको पोस्टरहरू। यहाँ रहेनछ। त्यहाँ सिधै अगाडिको उसमा लेट्स ट्राई यो माचुया भन्ने सबमा छ कि हेरौँ है। यहाँ चाहिँ मेनु राखिएको छ, यो मेनु यहाँ हेर्नुहोस् है, ठ्याक्कै माथि मेनु छ। तल हेर्नुहोस् त, मजाले हेर्नुहोस् है, हारुबाइतो भनेर राखिदिएको छ कि। अनि कति बजीदेखि कति बजीसम्मको तपाईँको जिक्यू कति छ त्यो पनि राखिदिएको छ। तपाईँले पसलभित्र छिरिराख्नु पनि परेन होइन। ल एउटा काम त भेट्यो। अब त्यसको टक्कै फोटो लिने, त्योमा भएको जुन बारकोड छ त्यसलाई चाहिँ स्क्यान गर्ने। त्यहाँभित्र चाहिँ तपाईँलाई एउटा तपाईँको आफ्नो बायोमेट्रिकल हाल्न पर्ने हुन्छ। तपाईँको जापानको फोन नम्बर, तपाईँको काताकानाबाट नाम, अनि तपाईँले त्यो अप्लाई गर्नु पर्यो। अनलाइन अप्लाई हुन्छ र तपाईँलाई त्यहाँबाट फेरि तपाईँको अप्लाई कन्फर्म भएको एउटा कन्फर्म मेल आउँछ। र त्यो कन्फर्म मेल आइसकेपछि फेरि तपाईँलाई मोबाइल नम्बरमा एउटा मेसेज आउँछ। त्यो मेसेजमा एउटा लिङ्क पठाइएको हुन्छ र त्यो लिङ्कमा चाहिँ तपाईँले आफ्नो इन्टरभ्यूको भिडियो बनाएर हाल्नुपर्ने हुन्छ। सामान्य क्वेसनहरू सोधेको हुन्छ त्यसमा। र फेरि हामी भित्तामा हेर्दै जाउँ है, यहाँ पनि रहेछ हारुबाइतो भनेर यसरी लेखेको हुन्छ। हामीले खोज्न मात्रै पऱ्यो। हेर्नुहोस्, म हिँड्न लागेको 5 मिनट भएको छैन, मैले 2टा हारुबाइतो भेटाइसकेको छु। यहाँ जिक्यू छ तपाईँको 1230 रुपियाँ अनि यो नम्बर। यसरी तपाईँले फोन गरेर एकचोटि मात्रै ट्राई गर्नु हो भने यहाँ काम छ कि छैन भनेर तपाईँ पाउनुहुन्छ। ल अब काम सोद्धाखेरि कसरी बोल्ने त फोनमा, मैले नेक्स्ट भिडियोमा राख्नेछु। यो भिडियो धेरै लामो भइसक्यो। हस्, धन्यवाद। लभ यु गाइज। सबैजनाले मेरो भिडियो हेर्ने बित्तिकै लाइक, फलो, सेयर गर्न नबिर्सिनु होला है। तपाईँहरूलाई यस्तै भिडियो लाइभमा कुनै पनि म्युजिकहरू केही पनि नराखेर तपाईँलाई एकदम काम लाग्ने तरिकाले हाल्छु।
हस्, धन्यवाद आजको भिडियो हेरिदिनु भएकोमा।